हेलो साथीहरू, दर्शन नमस्ते, लासो फ्याफुल्ला है। तपाईँहरूलाई कस्तो छ? आरामै सन्चै हुनुहुन्छ भन्ने आशा गर्दै मलाई पनि सन्चै छ होइन। अनि म चाहिँ आज कहाँ आएको छु भने यो म्युजियम हेर्नुलाई आएको छु। म्युजियम हेर्नु यहाँ जबको सिलसिलामा पनि आएको, साथसाथै यहाँ म्युजियम पनि हेरौँ न त भनेर अनि हामी सल्लाह गरेर म्युजियम पनि हेऱ्यौँ, टिकट लियौँ होइन। अनि त्यसपछि टिकट लिएर अनि भिडियो बनाउन अलाउड छ नि भनेर सोध्दैछौँ हामी होइन। अनि छ ओके अलाउड भनेर भन्नुभयो त्यहाँको एउटा सिस्टरले। अनि त्यसपछि हेर्नु है त्यो साथीहरू, म्युजियममा के छ के रहेछ हेर्नुहोस् है त। हेरिसक्नु भएको साथीहरूले त अभियसली थाहा छ होइन के छ भनेर। नहेर्नु भएको साथीहरूले चाहिँ एकदमै राम्रोसँग हेर्नु होला। दुबई पहिला कस्तो थियो अहिले कस्तो भयो होइन। युएई पहिला कस्तो थियो, के खाएर बाँच्थे मान्छेहरू, यहाँको मान्छेहरू के खाएर बाँच्थे होइन, कसरी बाँच्थे, उनीहरूको जीविकापार्जन कसरी हुन्थ्यो, यो सबै यहाँ म्युजियममा राखेको छ है। हेर्नु होला है त्यसलाई। हामी चाहिँ अब यहाँ बस्दैछौँ, म्युजियम हेर्नलाई हिँड्नु पर्दैन है, नेपालको जस्तो टुई हिँडेर जानु पर्दैन है। ठ्याक्कै यहाँ केबल कार जस्तो हुन्छ, चट्ट लाएर केबल कार जस्तोमा बसेर अनि त्यसपछि हेर्ने हो क्या, यहाँ हिँड्नै पर्दैन, यहाँ चट्ट लाएर बस्ने अनि जाने। अनि त्यसपछि हामी गफ गर्दैछौँ, डर लाग्यो है पहिला त के होला कसो होला भनेर डरले हामी त है एकदम आत्तिरहेको थियौँ, तर त्यस्तो केही भएन। अनि त्यहाँबाट डरेर त अन्धकार छ नि त म्युजियममा, अन्धकार छ अनि त्यही भएर कि। अनि त्यो पुत्लाहरू देखेर पनि यसो डर लागेको धोनीको साथीहरू है। के गर्नु अनिलाई हेर्नुहोस् है। अनि त्यसपछि यहाँ माछाहरू, यस्तो माछा खाएर बाँच्ने, पहिला माछा खाएर यस्तो हेर्नुहोस्। अनि माछा बेच्ने, यस्तो माछा बेच्ने पुरै होइन। अनि त्यसपछि चाहिँ फेरि पुरै के पहिला त माछा खाने अनि त्यहाँबाट सुकाउने बेच्ने, त्यस्तो के माझीको जीवन रहेछ कि पहिला चाहिँ यहाँ। यसरी हेर्नुहोस् त। अनि हेर्दै जानु होला है त, हेर्दै जानु होला है त। हेर्नु होला है त, ध्यान दिएर हेर्नुहोस् है। तपाईँहरूले दुबईमा म्युजियम आउन नपाउनु भए पनि हेर्नुहोस् है भिडियो मार्फत है त। यसरी हेर्नुहोस् त। यस्तो खालको डुङ्गा हेर्नुहोस् त है, डुङ्गा पनि यस्तो खालको थियो पहिला, डुङ्गा चलाउने। परालको घर, सब माछा सुकाएको हेर्नु है, माछा सुकाए पुरै यसरी के घर पनि छैन, यसरी त्यो पाल टाँग्यो अनि बस्यो। यस्तो अहिले त एसी बिना बस्न सक्दैन, एसी छ होइन, हो छ। त्यतिखेर मान्छे कसरी बस्थे हेर्नु न, कसरी बस्थे गर्मीमा। हेर्नुहोस् त। हेर्दै जानु होला है, हेर्दै जानु होला। समय छैन भने पनि यसो समय निकालेर हेर्नुहोस् होला है, किनकि यो भनेको मेमोरेबल हुन्छ होइन। अनि त्यसपछि हामी ठ्याक्कै लाग्यो होला 10 मिनट जति लाग्यो हामीलाई यो हेर्नलाई। हामी गइरहेछौँ त्यही केबल कार जस्तोमा बसेर, गाडी जस्तोमा बसेर हेरिरहेछौँ। टिकट चाहिँ लिँदो रहेछ 5 दिराम लिँदो रहेछ एकजनाको। कस्तो अँध्यारो छ हेर्नुहोस् त, भित्र त
डर पनि लागेर है हामीलाई त के गर्नु। त्यो पनि डरकै आगे जिते भने थियो हेरेर हामी आँट गरेर हेऱ्यौँ क्या। त्यस्तो डरलाग्दो चिज त केही पनि छैन साथीहरू, तर भए पनि अन्धकार अनि त्यहाँबाट त्यो पुत्लाहरू देखेर क्या, बुढो मान्छेहरूको पुत्लाहरू देखेर डर लाग्ने कि। हेर्नुहोस् त है, स्याल जरायो। कुवाबाट पानी झिक्ने, इनारबाट। यस्तो लाइट बालेर न बत्ती थियो न केही थियो पहिला होइन, यसरी आगो बालेर हेर्नुहोस् त, आगो बालेर खानुपर्ने, खाना बनाएर सबै यस्तो के। हेर्नुहोस् है यस्तरी आगो बालेर टोकी बत्ती बालेर खजुर खाने, माछा खाने, त्यही नै रहेछ यहाँको पहिला। हेर्नुहोस् त सबैजना टोकरी लिएर के गरेको यो पहिला हाले कटोरीले म पनि कटोरी लिएर हात दिइरहेको छु म। त्यहाँनिर हात दिइरहेको थिएँ मैले पनि। अनि त्यसपछि चाहिँ साथीहरू अनि पढ्न थालिसकेपछि होइन, त्यहाँ अब शिक्षा दीक्षा भएपछि चाहिँ अलिकति विकसित हुँदै गयो होइन, पढ्ने भएपछि के अनि विकसित हुँदै गयो होइन। अनि यस्तो यो ढुङ्गा पढ्न थालिसकेपछि जहाँ जे भए पनि विकसित हुँदो रहेछ क्या। शिक्षा दीक्षा भएपछि चाहिँ अलिकति हुँदै गयो। अहिले फेरि हेर्नुहोस् है त्यहाँ भित्र चाहिँ माछा सर्पहरू के छ त देखेन, जुम गर्दा पनि देखेन, तर छँदै छ यहाँनिर होइन। माछा छ, हो चाहिँ बिल्डिङभित्र हो हेर्नुहोस् त, पुरै यो बिल्डिङभित्र यो सिसा हो। अनि त्यसपछि यो भित्र पानीको पुरै बिल्डिङभित्र हो यो। यस्तो ढुङ्गा रहेछ है पहिला के को ढुङ्गा हो यो निगालोको जस्तो। मलाई त यो मान्छे त कस्तो हल्लिएको जस्तो लागिरहेको, साँच्चीकै ढुङ्गा चलाउँछ जस्तै लागिरहेको कि। त्यहाँ हेर्दा भिडियो खिच्दा पनि के त्यस्तरी बनाएको छ। ला यसले ढुङ्गा चलाउँछ होला लाग्ने कि डर लाग्ने। पुत्ला पनि